तुम कब जाओगी? मैं तो साल में एक बार जाती हूँ। इसीलिए दूसरा जाने से तुमको आरिस लगता है। वो पढेन होस् जान्न होस् हिजोको सबसे ठुलो धोकेबाज रातिसम्म जान्छु भनेर बिहान जान्न भन्ने मान्छे। हेर्नु गङ्गा दिदी तपाईँको बेइज्जती हुन्छ कल गर्छु ल अरे कि एकछिनमा कल गर्दा के अरे सुतिरहेछु तिमीहरू जाला पुरा हात खोलादियो के जानु जादु अगाडि अगाडि हिँडिरहनु भएको छ कोही मिल्गाएको जादु अर्कालाई काम साझे आफूलाई हेऱ्यो नि आफ्नै लाग्यो जतिखेर गर्दा पनि। हेलो एभ्रिवान गुड मर्निङ नमस्ते फेपुलो एन्ड वेलकम टु माई च्यानल। मलाई चाहिँ आज उठ्नै मन छैन, पुरा अल्छी लागिरहेछ, दोकान पनि जानु मन छैन कि छिटो टाइम गएको। बिहान चाहिँ कस्तो छिटो बिहान भएको, बेलुका चाहिँ हुँदै हुँदैन। अब चाहिँ उठेर रेडीसेडी भएर जान्छु ड्युटी। रेडीसेडी भएर अब दोकान कुकुरहरूलाई मजा छ, जता पनि सुत्दा भइहाल्छ। परबाट जाँदा ढिलो हुन्छ, म चाहिँ यताबाट ओह्रालो जान्छु सर्टकट। होलीको कलर अहिलेसम्म गएको छैन रहेछ यतातिर। ढिलो भयो। यहाँ डरलाग्दो सिँढी छ, यहाँ चाहिँ यत्रो सिँढी छ, बिस्तारै हिँड्नुपर्छ नत्र चाहिँ एकैचोटि तल पुग्छ। सर्टकट आएर चाहिँ म छिटो आइपुगेँ, 2 मिनटमै आइपुग्छु। म यहाँ चाहिँ 2 मिनट पनि लाग्दैन, 5 मिनटभित्र त म दोकान पुगिहाल्छु। कत्रो गाडी पो आउँदैछ त, यहाँ बाटै पाएन मैले। यहाँ आएपछि जहिले म क्रस गर्नै पाउँदिनँ, क्रस गर्नै जान्दिनँ। रानीपुलमा यो हालत छ मेरो। अझ म सिलगढीतिर गयो भने चाहिँ कोही नि के गर्छ, क्रस गर्न सक्दिनँ, हेरेको बस्छु होला नि। यता चाहिँ होलीको कलर भिन्दै रहेछ तर गइसकेको छैन रहेछ। टेरिस भ्याली होटल बालाजी। अन्त यहाँ चाहिँ पानीपुरी मैला ढिलो छ बिहान भने। आज त दिन राम्रो छ, घाम लागिरहेको छ। अब त घामै लाग्छ होला, गरम महिना लागिसक्यो। सबैजनाले धुनु भएछ नि त आज, अन्त चाहिँ यताबाट सकेको रहेछ। हाम्रो दोकान चाहिँ भर्खर खोल्नु हुँदैछ, एउटा मात्रै सटर खोलेको छ, यहाँ कोही आइपुगेको छैन के हो। चाहिँ परेवाहरू खाइरहेको छ, कसले भात दिएछ यहाँ। ए दिदी र बहिनी आएको रहेछ यहाँनिर, दोकान खोलेको छैन किनभने 8 बजेर 10 मिनट हुँदैछ भर्खर। हेलो गुड मर्निङ। यो दुईजनाको त होली सकेको छैन आज पनि कोही पनि आएको छैन के हो। म त ढिलो भयो भन्दै कुद्दै आएको त। ए आज भर्खर खोल्दै रहेछ दोकान। हेलो यतातिर लाइटहरू बालिदिनु पर्ने रहेछ। हाम्रो दिदीहरू आइपुग्नु भएको छैन रहेछ यहाँ। तपाईँहरूलाई अहिले एकछिनमा भेट्छु ल। म थम्लाउनु बिर्सेछु, खै म लान्छु। हेलो दिदी गुड मर्निङ। हेलो दिदी गुड मर्निङ। म अलिकति छिटो आइपुग्छु आएछु। ए अघि आएको मान्छेले पनि भर्खर थम्लाउँदैछु, ल छोड्नु त दिदी। तपाईँको ढिलो हुन्छ हौ यो। तपाईँको ढिलो हुन्छ, तपाईँ अघि लाएर बस्नु पर्दैन नि त है। अब चाहिँ हाम्रो हुन्छ सफाइ। यहाँ हेरिहाल्नु सबैजनाको यसरी ब्यागहरू लिएर आउँछ। अहिले कहीँ राख्दैन, खालि यहीँ हुन्छ। अहिले एकछिनमा मात्रै सबै क्लियर हुन्छ ब्यागहरू। यहाँनिर एकदम दिदीको थम नलगाएर लाइन बसिरहनु भएको छ। हाम्रो सर र म्याडमहरूको अहिलेसम्म होली गएको छैन। यिनीहरूको होली चाहिँ अहिले एकछिनमा जान्छ ड्रेस चेन्ज गरेर। अल्छी लागेको छैन मलाई त पुरा अल्छी लागेर म मर्नु आँटिसक्यो। कामै काम छ। एमजी मार्क उफ्रेर सबैजना काम गरिरहेछ। मेरो पनि काम त छ, कामै काम छ। यहाँ पनि थन्काउनु छ हो, त्यहाँ पनि छ, सबै राख्नुपर्ने छ। तर मलाई पुरा अल्छी लाग्यो। अहिले बिहानदेखिको मैले टिका मात्रै राखिसकेको छु। पुरा
अल्छी लाग्यो मलाई पुरा अल्छी लागिरहेछ यता भित्र हेलो कस्तो बिजी छ है नयाँ नयाँ सामान आएर अल्छी लागेको छैन अल्छी लागे पनि के गर्नु अब यस्तै हो ड्युटीमा त तर आज चाहिँ म चाहिँ मर्ने अल्छी लागेछ हौ अल्छी त लागिरहेछ नि अल्छीमा त निन्द्रा पनि लागिरहेछ पुरा त्यस्तै भयो हेलो हेलो भित्र को छ कोही लिपस्टिक लगाएर राम्री हुने अरे है मलाई त केही गर्नु मन छैन म त केस डल्लो पारेर यसरी बसिरहेको छु यस्टरडेको उयसमा छौ तिमी म पनि त्यस्तै लाग्यो मलाई पनि पुरा अल्छी लागिरहेछ खै राम्री भइसक्यो तिमीलाई पनि अल्छी लाग्दैछ कस्तो अल्छी लाग्नु सेम कहिले टाइम हुन्छ भएछ 4 पनि बजेको छैन रहेछ बाहिर च्यालेले छ मैले अहिलेसम्म टिका मात्रै मिलाएछ मैले बिहानदेखि अहिलेसम्म 2टा खान मात्रै मिलाइसकेँ भनेपछि कस्तो अल्छी लागिरहेछ काम गर्नु नै मलाई तल्लो गाउँ पनि जानु मन छैन मतलब डाउन फ्लोर पनि जानु मन छैन ए आज सबैलाई रहेछ है मलाई मात्रै हानेछ धन्न मलाई त बिहान उठ्नै अल्छी लागेर उठ्दै सुत्दै पो गरेको त खै खै ए न्यू कलेक्सनले मैला भएको हो रहेछ मेरो पार्टनर पनि छैन आजको दिनमा एक्लै हो म तिम्रो पार्टनर कहाँ डुमी के भन्छ डुलिरहेको होला बाहिर त कोही पो छैन कोही बेला डुल्नु पर्यो ठिकै छ डुल्दै गर डुल्ने टाइम थियो नि हिजै अस्ति थियो हिजो होली खेल्यो होला नि त ठिकै छ घर गएको होला ओ घर गया है महीना में 2-3 बार तो घर ही जाता है ये लड़की जाना पड़ेगा ना एक बहू है वो तो जाना ही पड़ेगा अच्छा है घर को भी याद करना पड़ेगा है ना तुम कब जाओगी मैं तो साल में एक बार जाती हूँ इसीलिए दूसरा जाने से तुमको आरिश लगता है इसका नजदीक में है ना हमारा दूर में ओके हेलो दीदी हेलो अल्छी नहीं लगता है आपको अल्छी लगता है ना सबैजना आज अल्छीले हुरुक्कै भइरहेछ हेर्नु न म मात्रै होइन यसो खुसी लाग्यो मलाई कस्तो अल्छी लागिरहेको बेलामा हजुर थाकेको जस्तो त फिल भएको छैन हौ दिदी इस कामै काम काम कसले लान्छ र है बिस्तारी गर्दा पनि भइहाल्यो नि आफ्नो काम रहिरहन्छ के भन्छ खानु साझे अर्कालाई काम साझे आफूलाई हेरे नि आफ्नै लाग्यो जतिखेर गर्दा पनि अब अल्छी लाग्दो कहिले रात पर्छ बत्ती पनि अल्छी सरी बोल्दैछ यहाँ आजको जस्तो अल्छी त कहिले लागेको थिएन मलाई रात पर्छ छिटो रात पर्यो अल्छी लाग्दै भए पनि दिन कट्यो अब चाहिँ हामी गएको चिया खानु गङ्गा दिदीले बोलाउनु भयो पानी पर्दैछ दिदी पानी परेर टोपी ओढेर हिँड्दैछ हेलो दी पछाडिबाट त कस्तो देख्दैछ तपाईँलाई टोपी ओढेर टोपी जादु देख्दैछ पानी पर्दैछ हामी जाँदैछौँ किचन अब चाहिँ छुट्टी हुन आँट्यो अनि खुसी लाग्यो मलाई अल्छी पनि अलिक हरायो यहाँ तलबाट चाहिँ ऊ तल छ हाम्रो चिया खाने किचन चाहिँ यो चाहिँ होइन तल छ हामी गङ्गा दिदीको क्यान्टिनमा गएको गङ्गा दिदीले के पकाउनु भएको नि आज बा दिदीले बिस्किट दिनुहुन्छ नि जादु अगाडि हिँडिरहनु भएको छ कोही मिल्गाएको जादु पानी पर्दैछ भरेसम्म त पानी हराउँछ कि ल दिदी रन्जिता बोलाएन हामीले फोन गर्नुपर्छ अब चाहिँ हामी आइपुगे किचन छिटो गरेर सोध्नु पऱ्यो दिदीलाई के पकाउनु भयो भनेर के बनाउनु भयो खान्न अब अल्छी पो लाग्यो जान्न म खोला सोलातिर के जानु
गएको थियो मम्मी त कट्टी छु म त झन् जानु 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 हिजो मसित गएको थियो एकदम क्यान्सल गरेको होइन म पनि जान्न तपाईँहरूको प्लान जान्न होस् त्यो खोला जान्न रानीपुल खोला देखिहाल्छु होस् त्यो परको खोलामा जान्न खोला पनि कोही जान्छ यस्तो खाजो लाग्यो मन परेन खाजा दिदीलाई हो परेन होस् जान्न हो खोलामा स्विमिङ गरेर पुऱ्याउन नि जान्न म तपाईँहरू गएको थिएँ हिजो हामीसित सबसे ठुलो धोकेबाज हिजोको सबसे ठुलो धोकेबाज रातिसम्म जान्छु भनेर बिहान जान्न भन्ने मान्छे ऊ त्यहाँ परको नक्कली एक्लै गएको थियो माथि देख्नु भएको थियो होला तपाईँहरूले हामीलाई हेर्दा पनि नहेरिकन गएको थियो त तपाईँ हेर्नु त भ्लगमा अन्त बोलाउँदा पनि सुन्दैन दिदीले अन्त यही हो यो बोयफ्रेन्डसित गएको थियो अरे जान्न म गएको फर्केर मलाई मन परेन तपाईँको खाजा पनि आवाज ओतेको यो झन् सबसे ठुलो धोकेबाज फोन गरेको त सुतिरहेको छु एकछिनमा रेडी भएर कल गर्छु ल अरे कि एकछिनमा कल गर्दा के अरे सुतिरहेको छु तिमीहरू जाला पुरा हात दुख्यो अरे किन हिँड्नु त पिकनिक बुढी मान्छे किन पिकनिक जानु तम्सेको बुढी मान्छे पिकनिक अझै ब्रिजर खान्छु सेक्वा खान्छु भनेर किन तम्सेको अन्त के फर्स्ट 1 नम्बर 2 नम्बर धोकेबाज हो यता त मलाई याद छ माफी दिएको के त भनेको थिएँ नि त अगाडि नै हेर्नु गङ्गाजी तपाईँको बेइज्जती हुन्छ तपाईँलाई म कमेन्ट गरिदिन्छु साँच्ची भनेको कति बोतल उडायो भनिदिन्छु डाइरेक्ट हो तपाईँ खिच्नु अर्को पाराले खिच्दै गर्नु नजानु दिदी नजानु जानु भएन कोही पनि 3 जना मात्रै जाओस् यो 3 जना थुप्रो त देखेकै हो नि जानु हामीसित नजाने मान्छेहरू जानु त्यो झोलामा त आँट्दिनँ पनि म यो मान्छे बढाएको अरे ल जानु म फोटोहरू भिडियोहरू सेयर गरिदिन्छु जान्न म त म जान्दै जाने होस् मासुहरू खानु हुँदैन त्यस्तो अन्त जान्न म त जानु पुरो अल्छी लागेर आयो थ्याङ्क यू फर वाचिङ बाई बाई तपाईँहरूलाई फेरि भोलि भेट्छु ल म अर्को ब्लगमा आजको लागि यति मात्रै मलाई पुरा अल्छी लाग्यो मलाई तल पनि जानु मन छैन बाई